बेहोस भएको व्यक्तिलाई फेड मात्रै होइन, हार्ट अट्याक हुँदाखेरिमा, हृदयघातमा, खाना खाँदा अड्क्यो, करेन्ट लाग्यो, सडक दुर्घटना, पानीमा डुबेको जे छ व्यक्ति बेहोस छ भने पहिला हामीले के त सिरानी कहिले पनि नराख्ने। आजबाट हामी सिरानीमा सुताउँछौँ नि, त्यो सबभन्दा खतरा हो, मृत्यु हुनसक्छ। किन भन्दा सास फेर्दाखेरिमा जब हामी बेहोस भइसकेपछि हाम्रो सास फेर्ने नली के हुन्छ, खुम्चिन जान्छ। त्यही माथि तपाईँले यसरी सिरानी राखिदिनु भयो भने हेर्नुहोस् त, यो लेभल हुन्छ घाँटीको, यसले के गर्छ त पुरै सासलाई बन्द गरिदिन्छ। अब हामीले सिरानी नराख्ने, अझ के गर्नु पर्यो त घाँटीलाई अझ खोलिदिने यसरी है। यो पहिलो तपाईँहरूको काम आजबाट। जहिले पनि घरमा परिवार पनि श्रेष्ठ छ, उसलाई अर्धचेतमा छ, बेहोस अवस्था छ, सास फेर्न गाह्रो भएको छ भने पहिलो काम यो गरिदिने है, सिरानी नराख्ने। दोस्रो, कपडा टाइट छ भने खोलिदिने, पेटीहरू जुत्ता खोलिदिने र भिडभाड नगर्ने, डराउनु भएन। र मजाले खुट्टालाई तपाईँले यसरी उठाइदिनुहोस् यति माथि। र कुर्ची छ भने कुर्चीमा पनि यसरी राख्नु मिल्यो, समाइरहनु परेन है। ल देखाइदिउँ यो पनि। कुर्चीमा मैले राख्ने अहिले। अब के त यो समयमा गर्मी छ।